आज हामी कुरा गर्न जाँदैछौँ सुस्मिता सेन र विक्रम भट्टको प्रेम सम्बन्धको बारेमा। यो एउटा यस्तो सम्बन्ध हो जसले परिवार नै भङ्ग गर्दियो। निर्देशक विक्रम भट्टलाई आत्महत्याको सङ्घारमा पुर्यायो र बलिउडको चम्किलो संसारको अँध्यारो पक्षलाई उजागर गर्यो। मिस युनिभर्सको टाइटल जितेकी सुस्मिता सेनले फिल्म दस्तकबाट डेब्यू गरिन्। फिल्मको निर्देशक थिए महेश भट्ट, तर विक्रम भट्ट उनको दाहिने हात थिए। एकतर्फ नयाँ स्टारको उदय हुँदै थियो, अर्कोतर्फ एक विवाहित निर्देशकमा एक तीव्र आकर्षणको बिजुली सल्किँदै थियो। विक्रम भट्ट आफ्नो बाल्यकालको प्रेमिका अदिति भट्टसँग विवाहित थिए र उनीहरूको एक छोरी पनि थिइन्। दस्तकको सुटिङको क्रममा सुस्मिता र विक्रमको प्रेमले आकार लियो। सुस्मिता सेनले यो सम्बन्धबारे कहिल्यै लुकाइन्। एक अन्तर्वार्तामा उनले स्पष्ट भनिन्, उहाँ विक्रम भट्ट र उहाँकी श्रीमती बस्नुहुन्न थियो। उहाँको नराम्रो वैवाहिक जीवनका लागि म कसैलाई दोषी ठहर्याउन सक्दिन। मलाई पनि कुनै पश्चाताप छैन, किनकि मैले जे गरेँ खुला रूपमा गरेँ। तर विक्रमका लागि यो सम्बन्ध अत्यन्तै महँगो साबित भयो। उनले आफ्नो सम्बन्ध स्वीकार, जसले गर्दा उनको विवाहित जीवन टुट्यो। उनले आफ्नो बाल्यकालकी प्रेमिका र छोरीलाई गुमाए। सुस्मिता आफ्नो करियरमा अघि बढिन्, तर विक्रम भट्टको निजी र व्यावसायिक जीवन पूर्ण रूपमा अस्तव्यस्त भयो। उनी सार्वजनिक रूपमा सुस्मिता सेनको प्रेमी भनेर मात्र चिनिन थाले। वर्षौपछि विक्रम भट्टले एउटा चकित पार्ने कुराको खुलासा गरे। उनले भने कि सम्बन्ध टुटेपछि उनी गहिरो डिप्रेसनमा गएका थिए। आफ्नो जीवन पूर्ण रूपमा बर्बाद भएको महसुस गर्दै उनी आफ्नो 6औं तल्लाको अपार्टमेन्टको बाल्कनीमा उभिएर आत्महत्याको विचार गर्थे। यो खुला स्वीकृतिले बलिउडको एउटा सत्य देखायो। एक फिल्मले एक स्टारको हृदय मात्र होइन, यसले जीवनलाई पनि तहस-नहस पार्न सक्छ। समयसँगै दुवैले जीवनमा शान्ति पाए। सुस्मिताले आफ्नो करियरलाई सफलतापूर्वक अगाडि बढाए र विक्रम भट्ट फेरि स्थापित निर्देशक बने। विक्रम भट्टले आफ्नो 2006 को फिल्म अनकहीलाई पनि आफ्नो वैवाहिक जीवन र सुस्मितासँगको सम्बन्धको अर्धकाल्पनिक चित्रण भएको बताएका छन्। अहिले भने दुवैजना आफ्नो लाइफमा अगाडि बढिसकेका छन् र आफ्नो लाइफमा राम्रो गरिरहेका छन्। कमेन्टमा हामीलाई भन्नुहोस् कि हजुरहरूले सुस्मिताले भने जस्तै अरू कसैको वैवाहिक सम्बन्धमा पस्नुमा कुनै गल्ती देख्नुहुन्न। अरू यस्तै विस्फोटक सत्यहरू हजुरहरूलाई जान्न मन छ भने हामीलाई लाइक, सब्स्क्राइब र फलो गर्न नबिर्सिनुहोला।